तपाईँले अहिले बोल्नु भएको थियो होइन पहिला काङ्ग्रेसलाई जिताउनु भयो यसपालि घन्टीले जिताउने भन्नुभयो किन चाहिँ तपाईँको मत परिवर्तन गर्ने सोच आयो मैले परिवर्तन भने सुशासन हो मेन कुरा होइन अनि बालनको काम देखेर क्या मेन चाहिँ बालनको काम किनभने काठमाडौँ हामीले हेऱ्यौँ नि त त्यो नै हो क्या उहाँले के देश विकास गर्न सक्नुहुन्छ एकदम कन्फिडेन्ट उहाँसँग मेरो नजिकबाट यहाँ आइरहनुहुन्छ हजुर होइन नजिकबाट मैले चिन्जान पनि गरेको छु बालिन सर आउनुहुन्छ यो घरमा आउनुहुन्छ क्या यो भुटरको घर हो नि त ए होइन अनि रवि लामाछानेले किन होइन रवि लानेछाने पनि एकदम ठिक हो एकदम स्पष्ट बोल्ने होइन उहाँको पनि भिजन छ यो पार्टी बनाउनु उहाँको ठुलो योगदान हो नि त त्यसो यसपालि घन्टीमा तपाईँको निर्वाचन क्षेत्र कुन हो मेरो त धादिङ हो धादिङ क्षेत्र नम्बर 2 ए दुईमा पनि रासोपाका उम्मेदवार बोधनारायण श्रेष्ठ उठ्नु भएको छ नारायण श्रेष्ठ मेरो गाउँले मेरो गाउँले अब म पनि उहाँलाई पक्का हो सपोर्ट गर्नुहुन्छ घन्टी एकदम मेरो त छिमेकी हो कि होइन छिमेकी भएर मात्रै भोट हाल्नु खोज्नु भएको कि होइन त्यो हामीलाई अब होइन कतिपय मान्छेले त आफ्नोलाई भोट हाल्ने हुन्छ नि त्यो होइन हामी परिवर्तन चाहने मान्छे हामी अब न्युट्रल मान्छे होइन हामी कुनै पनि पार्टीको मा संलग्न छैनौँ अहिलेसम्म अब हामीलाई जसले राम्रो गर्छ जसले सुशासन दिन्छ हजुर उसलाई नै भोट दिने के भन्नुहुन्छ अबको युवाहरूलाई के भन्नुहुन्छ यसपालि देश बालनलाई प्रधानमन्त्री बनाउने युवाहरूलाई म के भन्छु भने अब मासु भातमा अथवा कसैको आश्वासनमा पैसामा बिक्री होइन त्यो गर्ने क्या त्यो गर्नु होइन जसमा कसरी राम्रो हुन्छ त्यो गर्ने अरू सर तपाईँ परिवर्तन चाहिएको छ यसपालि सर हजुरले यो घन्टीमा भोट हालिराख्दा हामी घन्टीको मान्छे उम्मेदवारहरू जनप्रतिनिधिहरूप्रति के अपेक्षा राख्नु भएको अनि मेन सुशासन हो हामीलाई केही दिनु कानुनी राज्य भए पुग्छ हामीलाई विकास अटोमेटिक हुन्छ विकास भन्ने कुरो व्यक्तिले गर्नु पर्दैन कतिपय मान्छेले के सोच्नुहुन्छ भनेदेखि हाम्रो सांसद यहाँभन्दा पहिला पनि जिताएको हो यो ठाउँमा आउनु भएन भनेर गुनासो गर्नुहुन्छ कि तपाईँको बुझाइमा के छ एउटा सांसदले विकास गर्ने नै होइन हजुर सांसदले नीति बनाउने त्यही अब यो कुरोमा तपाईँलाई अहिलेसम्म भन्दा हुन्छ नि कुन पार्टीलाई चाहिँ भोट हाल्दाखेरि कुन पार्टीको सरकारमा बहुमत आयो भने चाहिँ राम्रो होला जस्तो लाग्छ हामी त अहिलेसम्मको अब ट्रेन्ड पनि त्यही छ होइन अब अहिले सबैभन्दा अब जल्दो बल्दो पार्टी नै अब राष्ट्रिय स्वतन्त्र पार्टी हो हामी पनि फुल्ली सपोर्ट दिन्छौँ ल हस् धन्यवाद है